ग्रुप मेरो चेस्टको साइज सानो छ भन्दाखेरि बाबु त्यो वाइड हान्न न वाइड हानेपछि ठुलो आउँछन् भने चाहिँ सबको सोल्डर इन्जोर्ड क्या अनि त्यसपछि वाइड हानेपछि सोल्डर पऱ्यो सोल्डर इन्जोर्ड म्याक्सिमम् त्यो होला हाम्रो खेलाडीहरूको साथीहरूको केस क्या छ हामी यङ केटा अहिले 40-41 वर्षको मान्छे हामीलाई काम गर्दा गर्दा कहिले काहीँ थकान लाग्छ नि सर थकान लाग्यो भने चाहिँ के सप्ताह टक्क आउनुहुन्छ क्या विवेक आज वर्कआउट गरेन आज कस्तो टाउको दिइरहेछ कहाँ त्यस्तो गरे दाइको इनर्जी क्या सर यार 67-68 वर्षको मान्छेले यस्तो भनेको छ यार है हेत दाइको आधी उमेर मान्छे हो नि हामी त भएन भनेर अनि फेरि गएर चेन्ज गरेर प्योर खाएर रेडी क्या सर हामी त तपाईँको रिलेसन पनि त सोध्न मन लाग्यो के हो खास रिलेसन विवेकको बाबु र म चाहिँ मेन भनेको चाहिँ बच्चैदेखि दाजुभाइ सँगै हुर्क्यौँ सँगै खेल्यौँ एकै ठाउँमा कन्फ्युज हुन्छ है तपाईँ धादिङको भन्नुभएको थियो पूर्वको फेरि कहाँबाट भेट भयो हामी चाहिँ एकै ठाउँ हुर्केर हामी चाहिँ प्रायः जस्तो सालो भेना भन्दा पनि दाजुभाइ भन्दा चाहिँ बेसी रिसाउँछौँ आउँदाखेरि उहाँको बाबाले मलाई यस्तरी भन्नुभयो कि मेरो यस्तो समस्या छ अब एक्लै छोरो हो के गर्ने हुन्छ भनेर मैले पनि अब ठिक छ मेरो जति पनि नलेज छ मेरो एक्सपिरियन्स वाइज म टेक केयर गर्छु म ट्रेनिङ दिन्छु भनेर गरेँ म 4-5 मन्थ 6 मन्थसम्म मैले गर्दाखेरि मैले त्यो भाइकोमा यति चेन्जेस पाएँ लाइक पहिला सुरुमा आउँदाखेरि एकदम अलिकति बच्चा जस्तो बिहेभियर थियो है पछि उसले गर्दै गर्दै गएपछि अनि उसको चाहिँ मसल्सहरू जोइन्टहरू पनि एकदम विक थियो क्या किन भन्दाखेरि पहिले बिरामी मान्छे त्यति अब स्पोर्ट्समा अलिकति इन्भल्भमेन्ट नभएको हाम्रो चाहिँ म चाहिँ डिजिमको मैले भने न जति टी सर्ट जान्छ त्यति ठाउँ चाहिँ डिजिम जान्छ नि त उद्देश्य नै त्यही हो क्या सर डिजिम चाहिँ ठाउँ ठाउँ पुगोस् सबैले थाहा पाउँ डिजिम हजुरको म्याक्सिमम् जिमको ट्रेनरले जिमको ओनरले डिजिम र डिबोय भनेको टी सर्ट लाएर गरेर पाएको क्या डिबोय टिकल लाएर क्या त्योभन्दा पछि के होला के पाइन्छ सर भनेर